झिक्कै साथीले हामी कि सामाजिक सञ्जाल फेसबुकमा पनि हेरिबसेका छन्, हेरिबसेका साथीका कमेन्ट पनि पढुली भन्दै म ए बेलाका पहिलेका साथीका देउडा गीत पढ्डो माठा हद्दैन। नमस्कार, सर्वप्रथम रेडियो कमल बजारका मौकबिला र कुशल कार्यक्रम प्रस्तोता बहिनी पवित्रा खड्काजीलाई हार्दिक नमस्कार सँगै अविरल सम्झना। त्यसैगरी मलाई कमल प्रसाद बजगाई भनी चिन्ने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूमा समाजसेवी तथा देउडा संस्कृति संरक्षण कर्मी कमल प्रसाद बजगाईको तर्फबाट हार्दिक नमस्कार छ। व्यक्तिगत र सामाजिक कार्यहरूमा धेरै व्यस्त भएका कारणले देउडाप्रति इच्छा चाहना र माया हुँदाहुँदै पनि यो लोकप्रिय कार्यक्रम भलाभलीमा कसैले पठाउन पाइरहेको थिएन। अब के गर्नु, संयोग सपनामा काफल खाइएको र गाउँको यादले सताएको हुनाले आज 2-4 गीत लेखी पठाएको छु बहिना, वाचन गरिदिनु होला है भनेका छन् हाम्रा कमल प्रसाद बजगाई दाजुका देउडा गीत हिस्सा छन्। अब समाजसेवी देउडा संरक्षणकर्मी पनि हुन्। अब उसरी व्यस्त भएको कारणले गर्दाखेरि म कार्यक्रममा आउन पाइन भनेका छन्। हाम्रा समाजसेवी पनि हुन्। अब देउडा कुप्नीका लेख्दा हेर आफ्नो संस्कृति र वेशभूषालाई जगेर्ना गरिराख्नु पर्छ भनिकन दौड़धूपमै लागेका छन् है। तमिकी पनि हाम्रो साथ सपोर्ट झिक्कै छ दाजु है। तम्रो हामी कि हाम्रो तमिकी आवश्यकता पर्दो छ भन्दै उनीले लेखेका छन्। पाँचुल्लीका चिस्सा पानी मदानेका काम धाम, पाँचुल्लीका चिस्सा पानी मदानेका धाम, मेरो माया मान्न छैक्या नखुवा छाम, मेरो माया मान्दो छैक्या कठैदैन नखुवा छाम। आज पनि सुइनामा मैले काफल खाया बन, आज पनि सुइनामा मैले काफल खाया बन, बिउझेर पराइका देश छटपटायो मन, बिउझेर पराइका देश छटपटायो मन। मेरो समाचार लैजा काफल खाने चरी, मेरो समाचार लैजा काफल खाने चरी, लाग्दो छ सामको माया गह आउँछ भरी, लाग्दो छ सामको माया गह आउँछ भरी, लेखभरि रमाइलो होला काफल पाकिकन, लेखभरि रमाइलो होला काफल पाकिकन, कठै मेरा चौके गडा सम्झिन्छु म पन, कठै मेरा चौके गडा सम्झिन्छु म पन। हाङ्गो समय हल्लायाको भुइँजाडी खायाको, हाङ्गो समय हल्लायाको भुइँजाडी खायाको, अझै पनि सम्झना छ टेपाउनु गायाको, कठैदैन अझै पनि सम्झना छ टेपाउने गायाको भनेका छन्। कैठौरा टेप्रीकोट गया, कैठौरा गीत गया, कैठौरा टेप्रीकोट गया, कैठौरा गीत गया, जुग जमाना नौलो आयो पुरानै छ माया, जुग जमाना नौलो आयो पुरानै छ माया। तमिकी धन्यवाद छ दाजु, कठै पुरानो झल्को सम्झाया सन्देके। टेप्रीकोटका कुरा कठै उइल रेडियो छिया नपदे क्या हाम्रा गाउँघरतिर रेडियो लाग्दा होइन छ। अहिले पो एफएम रेडियो भन्ने आयो। उति बेला रेडियो नेपाल थियो। रेडियो नेपाल पनि अब हाम्रा गाउँठाउँ ग्रामीण क्षेत्रमा सुन्निने कति पछि भएको हो त्यो त थाहा भएन देखा। 2007 सालमा रेडियोको स्थापना भएको, अब त्यहाँबाट यही ग्रामीण क्षेत्रमा कति सालपछि सुन्नेको हो त्यो त थाहा छैन। अब त्यही भए हुनाले उति बेलाका जमाना भनेकै टेप्रीकोटका जमाना हुन्। गाउने गवाउने सबै मान्छेका कला गला भ्याएका मान्छेका उति बेला बम्बईबाट आएका मान्छे अहिलेका आइफोन जसो हो उहिलेको टेप्रीकोट देखा। अब धन्यवाद छ दाजु, तमिकी मिठो सम्झना छ। अर्का साथीका